यो राष्ट्र र राष्ट्रियताका पहरेदारीका लागि र गणतन्त्रका पक्षमा हुनेछ। लोकतन्त्र स्थापना भइसकेपछि जनताले एउटा किसिमको यो देशले एउटा किसिमको गति लिइसकेको छ। त्यसलाई फेरि पुनः यो देशमा यो राजा चाहियो भन्ने, यो देश नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। यसका लागि 1997 सालदेखि नेपाली जनताले आफ्नो त्याग, तपस्या, बलिदानी, विभिन्न शहीदहरू भए। 240 वर्षको राजतन्त्र, मसानघाटमा पुगेको राजतन्त्र, फेरि पनि त्यो 8-10 हजार बिचमा चाहिँ गाडीमा हात हल्ल्याएर फेरि राजतन्त्र मसानघाटमा पुगेको राजतन्त्र केही अघोरीहरूको साथ र सहयोग लिएर उब्जनेवाला छैन, उत्पन्न हुनेवाला छैन, फर्कनेवाला छैन। पूर्व राजा ज्ञानेन्द्रले जुन किसिमको मलाई साथ र सहयोग गर्नु पर्यो भनेर जसरी जनताहरूलाई आह्वान गर्ने र खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजावादी सङ्गठनहरूले जुन किसिमले प्रदर्शन गरिरहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरिरहेका छन्। नेकपा एमालेको आह्वानमा 29 गतेका दिन हामी विशाल जनसभा, विशेष जनसभा हामी गर्दैछौँ। यो राष्ट्र र राष्ट्रियताका पहरेदारीका लागि र गणतन्त्रका पक्षमा हुनेछ। र नेकपा एमाले कतिपय साथीहरूले भनेका छन् नेकपा एमाले आफै सरकारमा अनि आफै सडकमा किन भन्ने कुरा गरिरहेछन्। आफै सडक र सदन भन्ने कुरा हुँदैन। नेकपा एमाले सरकारमा छ, नेतृत्व पनि गरिरहेको छ, तर राष्ट्र र राष्ट्रियतालाई खतरामा महसुस गर्यो भने सडकमा पनि आउँछ। त्यसकारण हामीले आम जनसमुदायलाई हार्दिक अनुरोध गरेका छौँ, अपिल गरेका छौँ। नेकपा एमालेको आयोजनामा हुने 29 गतेको आमसभालाई, बृहत आमसभामा चाहिँ सहभागिताको लागि पनि हामी अनुरोध गर्न चाहन्छौँ। र आम सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ नेकपा एमालेको आमसभामा सहभागी भएर नेकपा एमालेका श्रद्धेय नेताहरूले बोल्नुभएका विचारहरूलाई सुनेर आफ्नो क्षेत्रमा फर्किदिनका लागि विनम्रतापूर्वक म आह्वान गर्न चाहन्छु। धन्यवाद। मेरो नाम पुष्कर राज भट्ट, अनेरा सुब्बु केन्द्रीय सदस्य, कञ्चनपुर जिल्ला इन्चार्ज। यो जागरण अभियान प्रतिगमनका विरुद्धको अभियान हो, जुन गणतन्त्र लोकतन्त्र स्थापना भइसकेपछि जनताले एउटा किसिमको यो देशले एउटा किसिमको गति लिइसकेको छ। त्यसलाई फेरि पुनः यो देशमा यो राजा चाहियो भन्ने जुन खालको एउटा भ्रम फिजाइरहेका छन् र देशलाई प्रतिगमनतिर लैजाने जुन कुचेष्टा गरिरहेका छन्, त्यसका विरुद्धमा म यो हुने जागरणमा सम्पूर्ण नागरिकहरूलाई म यो जागरणमा सहभागी भइदिनु हुन म हार्दिक अपिल गर्दछु। खासमा चाहिँ नेकपा एमाले पछिल्लो समय आफ्ना महत्त्वपूर्ण कार्यक्रमका साथ अगाडि बढिरहेको छ र अस्ति मात्रै हामीले देशव्यापी रूपमा प्रत्येक जिल्लाहरूमा मोटरसाइकल र्याली र जनसभा सम्पन्न गरेका छौँ र देशका विभिन्न ठाउँहरूमा अब 29 गते हामी यो धनगढीमा चाहिँ विशाल जनसभा गर्न गइरहेका छौँ र आज मात्रै सुर्खेतमा विशाल जनसभा भइरहेको छ र देशव्यापी रूपमा यो बेला हामी जनसभा गर्दै अगाडि बढिरहेका छौँ। नेकपा एमाले नेपालको लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्न जसरी योगदान गरेको शक्ति हो, पार्टी हो, त्यसरी स्थापना गरेर यसलाई चाहिँ सुदृढ गरेर अगाडि बढाउनु पर्ने आजको आवश्यकता छ र यो एउटा कलिलो युवा अवस्थाको गणतन्त्रलाई विभिन्न तरिकाबाट देशी विदेशी शक्तिहरू, विशेष गरेर राजतन्त्रका चाहिने हिमायतीहरू, पूर्व राजादेखि लिएर प्रजातन्त्र रापरवाका मान्छेहरूलाई यसलाई मास्न खोजिरहेका छन्। त्यसो भएको हुनाले सामन्तवादका अवशेषहरू फेरि पनि टाउको उठाइरहेका छन्। विशेष गरेर यो देशी विदेशी शक्तिको आडमा यो काम भइरहेको छ। हामी आग्रह गर्न खोजिरहेका छौँ, यो देश नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। यसका लागि 1997 सालदेखि नेपाली जनताले आफ्नो त्याग, तपस्या, बलिदानी, विभिन्न शहीदहरू भए, विभिन्न चाहिने हजारौँहरूको रगतबाट साटिएर आएको यो व्यवस्था हो र नेपाली जनताले एउटा अधिकार सम्पन्न भएका छन्, नागरिक भएका छन्। विगतमा रैती थिए राजाको पालामा र आज न्यूनतम सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा चाहिँ अधिकार सम्पन्न भइसकेपछि नागरिकको दर्जामा पुगेका नेपाली जनतालाई फेरि पनि रैतीको हैसियतमा पुर्याउने दुष्प्रयास भइरहेको छ। त्यसकारण नेकपा एमाले चुप लागेर बस्न सक्दैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई चाहिने जसरी स्थापना गर्यो, सुदृढ गरेर अगाडि बढिरहेको छ, त्यसरी यसको रक्षाका लागि हामी देशव्यापी रूपमा जनजागरण अभियान सञ्चालन गरिरहेका छौँ। म हार्दिक आग्रह गर्न चाहे नेकपा एमाले सडकबाट पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ उभिरहेको छ र हामी चुनौती दिन चाहन्छौँ। कसैले यसको बारेमा औँला ठड्याउँछ भने नेकपा एमाले एउटा बाघ बनेर अगाडि बढ्नेछ, यसको रक्षाका लागि चाहिने उभिनेछ। हामी
आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको आवश्यकता छ। जसरी हामीले नेकपा एमालेको नेतृत्व सफल नेतृत्व राष्ट्रवादी नेतृत्व केपी शर्मा ओली के अरे लिपुलेक लिम्बियाधुरा कालापानी जस्ता देशको महत्त्वपूर्ण अङ्ग भूभाग र नेपालको नक्सामा गाभेर राष्ट्रियताप्रति देखाएको जुन महत्त्वपूर्ण कदम छ, राष्ट्रवादी जुन कदम थियो, त्यो कदमको चौतर्फी विशेष गरेर दलाल नोकरशाहीहरू विस्तारवादी शक्तिहरूले त्यसको विरोध गरे। हामी त्यसको रक्षाका लागि अगाडि बढिरहेका छौँ। फेरि पनि हामी रक्षा गर्न चाहन्छौँ, सडकमा उभिएर पनि रक्षा गर्न चाहन्छौँ, सदनमा बसेर पनि रक्षा गर्न चाहन्छौँ, सरकारको नेतृत्व गरेर पनि यसको रक्षा गरी छाड्ने छ र कुनै पनि हालतमा हामी यो देशलाई पछाडि फर्कन दिँदैनौँ। 240 वर्षको राजतन्त्र, मसान घाटमा पुगेको राजतन्त्र फेरि पनि त्यो 8-10 हजार बिचमा छैन गाडीमा हात हल्ल्याएर फेरि राजतन्त्र मसान घाटमा पुगेको राजतन्त्र केही अघोरीहरूको साथ र सहयोग लिएर उब्जनेवाला छैन, उत्पन्न हुनेवाला छैन, फर्कनेवाला छैन। त्यसो भएको हुनाले त्यसको रक्षार्थका लागि, गणतन्त्रको रक्षाको लागि यो विशेष गरेर विशाल आमसभा हामी गर्न गइरहेका छौँ र सुदूरपश्चिममा पनि गणतन्त्रवादी शक्तिहरू जुरुमराएका छन्। चैत्र 29 गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निमित्त सुदूरपश्चिम प्रदेश नेकपा एमालेको आयोजनामा चैत्र 29 गते धनगढीमा जनसभा गर्ने कार्यक्रम रहेको छ। त्यस सन्दर्भमा पार्टी जिल्ला कमिटी, पार्टीका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, पार्टीका पालिका कमिटी, पार्टीका वडा कमिटीहरू सबै परिचालित भएका छन् र सबै ठाउँमा बैठकहरू गरेर परिचालन गर्ने योजनाका साथ अगाडि बढिरहेको छ। खास गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निमित्त जुन किसिमको हिजो सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निमित्त, सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका निमित्त जसले एउटा योगदान गरेका छन्, आन्दोलन गरेका छन्, सङ्घर्ष गरेका छन्, बलिदान गरेका कतिपय शहादत गर्नुभएका ती वीर वीरङ्गनाहरूलाई हामीले सम्झेर भए पनि उहाँ जुन उपलब्धि छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नेका सन्दर्भमा यत्रो वर्षसम्म संरचनाहरूको विकास गर्ने कुराहरू, समृद्धि र विकासका कुराहरू, जनआन्दोलनमा लागेका जुन किसिमका अपेक्षा थिए, लक्ष्यहरू थिए, त्यसलाई परिपूर्ति गर्नका निमित्त कर्मिक रूपमा अगाडि बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्रले जुन किसिमको मलाई साथ र सहयोग गर्नु पर्यो भनेर जसरी जनताहरूलाई आह्वान गर्ने र खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजावादी सङ्गठनहरूले जुन किसिमले प्रदर्शन गरिरहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरिरहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जसको निमित्त लोकतन्त्रका निमित्त, प्रजातन्त्रका निमित्त र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निमित्त लडेको जुन एउटा पङ्क्ति छ, त्योमाथि प्रहार गर्ने कुराहरू छ र जुन अहिलेको सरकारले प्रहार गर्ने कुराहरू छ, यसलाई जनतालाई सुसूचित गराउने कुरा, जनतालाई के हो त भन्ने कुरा जानकारी गराउनका निमित्त यो चैत्र 29 गते सुदूरपश्चिम प्रदेश स्तरको जनसभा धनगढीमा आयोजना गरेको छ। यसमा खास गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र यसको संरक्षण गर्नका निमित्त र प्रतिगमनकारीहरू फेरि पनि टाउको उठाइरहेका छन्। प्रतिगमनकारीहरूलाई फेरि पनि त्यसलाई त्यो जुन एउटा प्रहार गरिरहेका छन् त्यसलाई रोक्नका निमित्त र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूलाई एक ठाउँमा उभिनका निमित्त एउटा सन्देश दिने, जनताका बीचमा जे कुराहरू अहिले भएको छ त्यो कुरा यथार्थ रूपमा जानकारी गराउने र राजावादीहरूले जुन किसिमको एउटा वितण्डा मचाइरहेका छन्, जुन किसिमको ध्वंसहरू चाहिरहेका छन्, जुन किसिमको समाजलाई अस्थिरता पैदा गरिरहेका छन्, समाजलाई विभिन्न किसिमले आक्रमण गर्न खोजिरहेका छन्, यी सबै कुराहरूबाट संस्थागत रूपमा गणतन्त्रलाई अगाडि बढाउनका निम्ति हाम्रो जनसभा रहेको छ। धन्यवाद। नमस्कार, मेरो नाम राजेन्द्र आग्री हो। म चाहिँ नेकपा एमालेको जनसङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुर जिल्लाको कार्यवाहक अध्यक्ष हो। अहिले चाहिँ हाम्रो पार्टीले चाहिँ यो जागरण अभियान जो ल्याएको छ, यो हामीले गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि चाहिँ गरिरहेका छौँ। म विशेष गरेर यो नेपालमा भएका उत्पीडनमा परेका दलित जेहेन्दार मजदुर चाहिँ समुदायको तर्फबाट म यो पार्टीमा नेतृत्व गरिरहेको छु। यो गणतन्त्रले अहिले चाहिँ यो देशमा भएका 60 लाख उत्पीडनमा परेका दलित समुदायहरूको लागि यो चाहिँ अहिलेको चाहिँ 72 सालको गणतन्त्रले चाहिँ धेरै चाहिँ रक्षा गरेको छ। विशेष गरेर यो अहिलेको गणतन्त्र भनेको यो देशमा रहेका विगत लामो समयदेखि उत्पीडनमा परेका अनि यो चाहिँ राज संस्थाको दमनमा रही
विभिन्न नाममा चाहिँ उत्पीडनमा परेका व्यक्तिहरूको बलिदान र उहाँको योगदानले यो चाहिँ गणतन्त्र आएको हो। अनि यो गणतन्त्रको रक्षाको लागि नेपालभरि रहेका सम्पूर्ण उत्पीडनमा परेका दलित समुदायहरू एक ढिक्का भएर हामी चाहिँ यो गणतन्त्रको रक्षा गर्नेछौँ। धन्यवाद।